चुनावको बेला हामी अक्सर नेताहरूका ठूला ठूला भाषण सुन्छौं, तर आज हामी त्यो हल्लाबाट पर सडकमा हिँड्ने आम मानिसको मनको कुरा सुन्दैछौं। उनीहरूको आवाजमा के छ? आउनुहोस् सँगै सुनौं। जब सोधिन्छ यसपालि भोट कता, एउटा जवाफ निकै जोडले सुनिन्छ, घण्टीमा। यो एउटा सङ्केत हो देशको राजनीतिमा एउटा नयाँ शक्तिको आगमनको। तर नयाँको लहर एकातिर छ भने अर्कोतिर वर्षौंदेखिको वफादारी पनि उत्तिकै बलियो छ। धेरैको जवाफ वही हुन्छ, सूर्यमा, जुन एमाले पार्टीप्रतिको उनीहरूको विश्वास हो। त्यस्तै देशको सबैभन्दा पुरानो पार्टी नेपाली कङ्ग्रेसको चुनाव चिन्ह रुखको पनि आफ्नै ठाउँ छ। दशकौंदेखिको राजनीतिक सम्बन्धलाई यस्ता आवाजले जीवन्त राखेको छ। अनि घण्टी, सूर्य र रुख मात्रै होइन, हलो जस्ता अन्य चिन्हहरू पनि मैदानमा छन्। यी सबै फरक फरक आवाजहरूले नै त हो हाम्रो लोकतन्त्रलाई साँच्चै जीवन्त बनाउने। तर यी सामान्य जवाफहरूभन्दा पछाडि के छ? यी नाराहरूले लुकाएको वास्तविक कथा के हो? आउनुहोस् अलि गहिराइमा डुबेर हेरौँ। यो चुनावको सबैभन्दा ठूलो कथा नै यही हो। वर्षौंदेखि जरा गाडेर बसेका पुराना शक्तिहरू र केही नयाँ गरौँ भन्ने एउटा जोरदार लहर बीचको सिधा टक्कर। एकातिर पुराना दलहरू छन् जसले आफ्नो अनुभव र विगतका कामहरू देखाउँछन्, जस्तै बाटोघाटो निर्माण र सामाजिक सुरक्षा भत्ता। अर्कोतिर एउटा यस्तो जमात छ जो भन्छ, बो अब जे भयो भयो, अब चाहिँ पुरै नयाँ सुरुवात चाहिन्छ। यो आवाज निराशाबाट जन्मिएको हो। पुराना दलका समर्थकहरूको कुरा सुन्दा त्यहाँ एउटा गहिरो लगाव देखिन्छ। उनीहरूका लागि भोट भनेको कुनै नेतालाई होइन, बरु आफूले देखेको भोगेको विकासप्रतिको एउटा धन्यवाद हो। तर अर्को थरी मानिसहरूलाई चाहिँ यो इतिहास काफी छैन। उनीहरूको तर्क के छ भने पुरानो बिउले अब फल दिँदैन, अब त नयाँ बिउ नै रोप्नुपर्छ, नयाँ पुस्तालाई नै मौका दिनुपर्छ। अब पार्टीप्रतिको यो माया र नयाँप्रतिको यो आशा एकातिर छ, तर यी सबैभन्दा माथि एउटा अर्को भावना छ जुन निकै बलियो छ, त्यो हो निराशा। यो निराशा कहाँबाट आउँछ? यो आउँछ व्यक्तिगत पीडा र सङ्घर्षबाट। जब आफ्नो जीवन चलाउने धौधौ छ, तब भोट हाल्ने, नेता चुन्ने कुराहरू साह्रै झन्झटिलो र बेकममा लाग्न थाल्छ। अब यो निराशाको कारण एउटा मात्र छैन। जताततै देखिने भ्रष्टाचार, नेताहरूले चुनावमा गरेका तर कहिल्यै पूरा नभएका बाचाहरू, अनि सबैभन्दा ठूलो कुरा देशमा रोजगारीको अवसर नहुनु, यी सबै कुराले मानिसलाई दिक्क बनाएको छ। तर राजनीति भनेको सधैँ गम्भीर मात्रै पनि त हुँदैन, होइन र? यो तनावको बीचमा मान्छेहरूले व्यङ्ग्य गर्ने, हाँसो उडाउने र मनको कुरा खुलस्त भन्ने तरिकाहरू पनि निकालेका छन्। जस्तै हेर्नुस् न, कसैको लागि आफ्नो राजनीतिक समर्थन देखाउने तरिका कति सृजनात्मक छ। आफ्नो मोबाइलको रिङटोन नै चुनाव चिन्ह। यो समर्थन पनि हो अनि अर्कोलाई व्यङ्ग्य पनि। अनि कतिपयमा त यस्तो वितृष्णा छ कि उनीहरूको भोट सिद्धान्तले होइन, पेटले दिन्छन्। उनीहरू भन्छन् जबसम्म यो मासु भात खाइँदैन तबसम्म भोट सूर्यमा, खाइसकेपछि त घण्टीमै हो। र यो सायद सबैभन्दा खुल्लस्त र इमान्दार जवाफ हो। म कुन पार्टीको? जो रक्सी र मासु भात दिन्छ म त्यही पार्टीको। यसले देखाउँछ कि प्रणालीबाट विश्वास कति हदसम्म उठिसकेको छ। त्यसो भए यी सबै आवाजहरूलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ? एउटा सिङ्गो देश होइन, बरु फरक फरक सोच, फरक फरक भावना बोकेका अनेकौं समूहहरूको एउटा जीवन्त चित्र देखिन्छ। त्यहाँ कोही छन् जो आफ्नो पार्टीका लागि जे पनि गर्न तयार छन्, कोही छन् जो वर्षौंदेखिको शासन देखेर दिक्क भएका छन्, कोही युवा छन् जसलाई नयाँ अनुहारमा मात्रै आशा छ, अनि कोही यस्ता पनि छन् जसलाई यो सब मासु भातको खेल मात्रै लाग्छ। अब अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ। यस्तो देशमा जहाँ भोट हाल्ने कारणहरू यति धेरै फरक छन्, कसैको लागि यो आस्था हो, कसैको लागि निराशाको अभिव्यक्ति, अनि कसैको लागि एक छाक मासु भातको अवसर, त्यहाँ एउटा भोटको वास्तविक अर्थ के होला? सायद यही विविधता नै नेपालको लोकतन्त्रको सुन्दरता पनि हो र चुनौती पनि।